हाई हेलो दर्शन नमस्ते। धेरै समय पछाडि आज चाहिँ म नेपालको यात्रा गर्न लागिरहेको छु। लगभग 6 वर्षको अन्तरालमा मेरो देश, मेरो गाउँ, मेरो जन्मभूमि जे भनौँ हैन, अब भन्दा नै एकदमै गर्व लाग्छ। जे जस्तो भए पनि आफ्नो जन्मेको देश, आफ्नो हुर्केको ठाउँ पुर्याएको 6 वर्ष अन्तरालमा चाहिँ अब बल्ल जाने अवसर मिलिरहेको छ। सो यति बेला चाहिँ म अनि इन्चन एयरपोर्टमा छु र अब म हङकङ हुँदै नेपालको यात्रा गर्न चाहिँ तयारी अवस्थामा रहेको छु। लेट्स सी यात्रा राम्रो हुनेछ, राम्रो होस् पनि। र बाँकी भिडियो नेपालमा आइसकेर चाहिँ म देखाउनेवाला छु र मेरो यात्रा कस्तो हुन्छ भिडियोलाई अन्तिमसम्म हेर्नुहोला है त। तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ इन्चन एयरपोर्टको टर्मिनल 1 रहेको छ र यति बेला कोरियाको मौसम चाहिँ हिउँ परेर एकदमै चिसो रहेको छ र बिहान हेर्दा पनि एकदमै हिउँले कठिनपूर्ण यात्रा भयो। बससम्म आउन, बस पार्कसम्म आउन हिउँ, रातभरिको हिउँले एकदमै यात्रा गर्न चाहिँ कठिनाइ भइरहेको अवस्था थियो र जसोतसो बस पार्कसम्म आयो र बसदेखिको 3 घण्टाको यात्रा पश्चात अहिले इन्चन एयरपोर्टमा आइसकेको छु र मेरो यात्रा यहीँबाट आज शुभारम्भ हुनेछ नेपालसम्मको है त। यस्तो हिउँले ढाकिरहेको छ अहिले कोरियाको इन्चन एयरपोर्ट चाहिँ। यात्रा गर्न पनि एकदमै कठिनपूर्ण जस्तो देखिन्छ। हेलो दाई, नमस्ते। सन्चै हुनुहुन्छ? एकदमै। नेपाल जानु लाग्नु भएको? ब्लग हो? हजुर दाई। मेरो यात्रालाई प्लान चल्नलाई रेडी। मेरो नेपालको यात्रा सुरु भयो। यो चाहिँ कोरियाको इन्चन एयरपोर्टबाट अब हङकङ हुँदै नेपालसम्मको यात्रा रहनेछ। टिकट चेकिङ हुँदैछ। प्लेन चढियो, छ गाई छैन। वा दाजु, हेलो हेलो हेलो, वेलकम टु हङकङ। 감사합니다। पछाडिको दाइहरू यो त गीत गाउनु त्यति ल, तिमीलाई हङकङ पुऱ्यायो भन्ने गीत। तपाईँहरूलाई किन हङकङ पुऱ्यायो आज? कोरियाले हङकङ पुऱ्यायो। हजुर दाइ, तपाईँलाई हङकङ केले पुऱ्यायो आज? हजुर, हङकङ केले पुऱ्यायो? राई भाइले पुगाइदियो आज। यहाँ नि छ त अहिले त। आज हामीलाई कोरियाले हङकङ पुऱ्याइदियो।
कोरियाले हङकङ गइदियो हङकङले नेपाल पुगाउँछ अब हङकङले नेपाल पुऱ्याइदिन्छ कति बेला हो है त्यही त बाबु हाम्रो पश्चिमको दाइ पूर्वको पश्चिम हुँदै हाल 4 घन्टा एटिएम कोटेश्वर ओ कोटेश्वर दाइ यति बेला चाहिँ हङकङको एयरपोर्टमा अवतरण गरेर हामी वेटिङमा बसिरहेका छौँ यो चाहिँ हङकङको एयरपोर्ट इन्टरनेसनल एयरपोर्ट हो अबको 1 घन्टा पछाडि चाहिँ हामी फेरि काठमाडौँको फ्लाइट चढेर चाहिँ आउनेछौँ सो यस्तो छ हङकङको इन्टरनेसनल एयरपोर्टको बाहिरी वातावरण अलिकति जाडो जाडो छ जस्तो छ बाहिर हेर्दाखेरि भित्र चाहिँ अब न्यानै छ मौसम धुम्म परिरहेको अवस्था छ यस्तै छ अबको 4 घन्टा 5 घन्टा पछाडि चाहिँ म काठमाडौँ पुगेको हुन्छु फाइनली नेपाल आइपुग्यो नेपाल आइपुग्यो हेलो हेलो उता नजानु नेपाल पायोस् बस जाने हो ल हाम्रो ह्यान्डसम दाइ